हिउँ परेछ ड्युटी जानु लाग्यो त सब ड्युटी निस्क्यो सब भाइ बस्ने रुम यही हो राति यस्तो सेतै जताततै कसरी यस्तोमा काम गर्ने पल्टनेहरू हिँड्ने सब मेसिन गन बोकेर गोली गट्टा बोकेर दिउँसोको लागि गाह्रो छ त गाडीको हालत त्यस्तो छ गाडीको हालत स्टार्ट पनि हुन्छ कि भन्नु गाडी त हिजो गाडीको रमाइलो रिसिभ गर्छ हामीलाई यो बाजेले सधैँ नेपालमा वृद्ध भत्ता खाने बेला हो के अरे के गर्नु 55-60 वर्ष पुग्नु त्यस्तो चाहिँ गफ चाहिँ नहान्नु न भाइ 70 वर्ष म त भर्खर 35 वर्षको मान्छेलाई गफ चाहिँ ल हेर आफू र म को बुढो जस्तो देख्छ क्या बात कर रहे ओट फुटेर पुरा चिल्लो लगाएर हिँड्नु पर्छ भाइले खालि त्यसो भनिहाल्नुहुन्छ र अनि ल चित्त दुखेर पित्तै फुट्छ बिहानको 7 बजे हिजो पानी परेर आज मौसम चिसो छ एकदम धेरै चिसो चाहिँ छैन गजब बेइज्जती है पानी परेन हिजो भन्दा अलि चिसो छ नि आज तपाईँ जसँग बस गर्ने के तपाईँ ओकिल हुनुपर्ने मान्छे हो कि तार त्यसै बसेर ओकिल हुनुपर्ने मान्छे अस्ति हामी आउने दिन कस्तो टुसर थियो हो कि होइन त्यो त अब दिन घट्दै गएको छ नि त गर्मी दिन त्यो पो चिसो त अहिले त ठिकै छ ए जाडो दिन घट्दै गएको छ नि यार हिजो घर चाहिँ यताको सेम नेपाल जस्तै पोखरातिर जस्तो सबै एकतले टुरिस्ट घरहरू डिजाइन किङ घरहरू पहिली रोमानियनहरूले मैले यस्तै बनाऊ भने है त तर हामी जन्मिनु पर्ने यही हो कि नेपालमा कुनामा जन्मिएर हो कि अन्त ठ्याक्कै यता आमाल पाउने बेला यता आइदिएको 5 वर्ष बस्नु चिन्तै गर्नु पर्दैन हो पाइहाल्छ के 5 वर्षपछि ल ठिक दुःख चाहिँ गर्नु पर्यो 5 वर्ष होइन काम पनि के हो कि यस्तो आउँदैहरूमा लाइट बाली अब काम फेरि श्रीलङ्केसँग कोहीसँग हिन्दी कोहीसँग इङ्ग्लिस यहाँको रोमानिया भाषा काम गर्न आएको भाषा सिक्न आए त गाह्रो समस्यामा छौँ आज ठुलबुवा हाम्रो ठुलबा उता कान्छो बुवा उता अध्यक्ष सर्दीको अध्यक्ष उता कान्छो भाइ बोके भाइ सबैको पुलपुला मायामा हुर्किएको कान्छो भाइ सबैले उति परेछ है फेरि मैले चाहिँ बढी राखे भन्नु म अभागी छोरो खाना खान लाग्यो जहिले पनि यो लामा दाइसँग मेरो घरै मिल्दैन के जहिले पनि आजको बुवा भन्यो भने आमा भन्यो भने हाम्रो साई सर खाना हालिदिने पालो उसको छ हाम्रो भर्खरको कान्छो भाइ उयो कट्टु त निकै माथि उठेछ त के हुन्छ र त्यो हाम्रो नेता हो यो फेरि सर्दीको नेता भोलि पनि लाग्ने हो नि ननिकाले केही छैन ल होइन भोलि होइन आज दालसँग खाउँला भोलि मासुसँग खाउँला नि त यार काममा यार भोलि बेलुका चलाउनु पर्छ आज त राति सुत्ने हो